नमस्ते नमस्ते त आज हामी तपाईहरुमाझ नेपाल विद्युत प्राधिकरणको 5औं तह 5 अन्तर्गत प्रशासन लेखा, मिटर रिडिङ, सुपरभाइजर, लेखापाल आदिको पहिलो प्रश्न, पहिलो पत्रको पहिलो खण्ड बहुविकल्पीय मल्टिपल चोइस क्वेशन एन्सर लिएर आइसकेका छौं। पहिलो प्रश्न रहेको छ, आईसीसी मेन्स T20 वर्ल्ड कप 2026 मा कति मुलुकहरू सहभागी थिए? सही उत्तर 20। त्यस्तै अर्को क्वेशन रहेको छ, फाइनान्शियल एक्सन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राख्ने निर्णय कहिले गरेको हो? अप्सन रहेको छ 2024 नोभेम्बर, 2024 डिसेम्बर, 2025 जनवरी र 2025 फेब्रुअरी र सही उत्तर रहेको छ 2025 फेब्रुअरी। त्यस्तै अर्को क्वेशन रहेको छ हाम्रो, संयुक्त राष्ट्र संघले सन् 2024 देखि 2033 को दशकलाई कुन दशकको रूपमा घोषणा गरेको छ? यसको सही उत्तर हो डी को इन्टरनेशनल डिकेड अफ साइन्सेस फर सस्टेनेबल डेभलपमेन्ट। चौथोमा छ, नेपालको सबैभन्दा पुरानो अस्पताल कुन हो? सही उत्तर हो वीर अस्पताल। र पाँचौं, 7 सांस्कृतिक केन्द्र कुन देशमा रहेको छ? श्रीलङ्का, नेपाल, पाकिस्तान, भारत। सही उत्तर रहेको छ श्रीलङ्का। संयुक्त राष्ट्र संघमा विशेषाधिकार अर्थात् भिटो प्रयोग गर्न पाउने राष्ट्र तलका मध्ये कुन होइन? यसको सही उत्तर छ भारत। त्यस्तै 7 नम्बरमा रहेको छ, विक्रम सम्वत 2082 फागुनसम्ममा सौर्य ऊर्जाबाट उत्पादित विद्युत कति मेगावाट रहेको छ? यसको सही उत्तर छ 142 मेगावाट। 8, फर्पिङ जलविद्युत आयोजना कुन सरकारको सहयोगमा निर्माण भएको हो? सही उत्तर छ बेलायत। कति क्षमताको आयोजनाहरूलाई मझौला जलविद्युत आयोजना भनिन्छ? यसको सही उत्तर हो सी को 25 देखि 100 मेगावाटसम्म। 10 नम्बरमा हेरौँ, सप्तकोशी नदीबाट कति मेगावाट जलविद्युत निकाल्न सकिने अनुमान गरिएको छ? यसको तथ्याङ्क अनुसार फरक भए पनि हाम्रो नेपाल परिचयमा चाहिँ सप्तकोशी नदीबाट आउने जलविद्युत निकाल्न सकिने अनुमान चाहिँ 22,000 मेगावाट रहेको छ है। 11, गरिबीको दुष्चक्रको अवधारणा कसले प्रस्तुत गरेका हुन्? र्याग्नर नुक्से। 12, सन् 2025 मा नेपाल भ्रमण गर्ने बढीदेखि कम सङ्ख्यामा पर्यटक आउने देशको क्रम कुन सही छ? तल दिएका मध्ये चाहिँ अप्सन नम्बर डी को भारत, अमेरिका, चीन, बेलायत, बङ्गलादेश यो क्रम चाहिँ अन्य अप्सनको तुलनामा सही रहेको छ। यसको डाटा तपाईँले हाम्रो आर्थिक सर्वेक्षण 2082-83 मा पनि भेट्न सक्नुहुनेछ। 13 नम्बरमा रहेको छ, राष्ट्रिय जनगणना 2078 अनुसार नेपालको जनसाङ्खिक संरचनामा उत्पादनशील उमेर अर्थात् 15 देखि 59 उमेर समूहको जनसङ्ख्या कति प्रतिशत रहेको छ? सही उत्तर हो 61.9%। 14मा, गायन क्षेत्रको रियालिटी सो नेपाल आइडल सिजन 6 को उपाधि विजेता को हुन्? सही उत्तर रहेको छ गङ्गा सोनाम। त्यस्तै 15मा, आर्थिक सर्वेक्षण 2081-82 अनुसार नेपालको बहुआयामिक गरिबी कति प्रतिशतमा झरेको छ? यसमा चाहिँ 2081-82 को डाटा सोधिएको हुँदा अप्सन नम्बर सी 17.4%। प्रश्न 16, राष्ट्रिय जनगणना 2078 अनुसार नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या कति प्रतिशत छ? 6.08%। 17मा, नेपालको कुल प्रदेशमा सबैभन्दा उच्च बेरोजगारी दर रहेको छ भन्नाले नेपालको कुन प्रदेशमा सबैभन्दा उच्च बेरोजगारी दर रहेको छ? यहाँ दर सोधिएको हुँदा मध्य प्रदेश सही एन्सर हुन आउँछ। साथीहरू बेरोजगारी सङ्ख्या र दरमा नजोकिनुहोला। 18, राष्ट्रिय जनगणना 2078 अनुसार सबैभन्दा बढी साक्षरता भएको प्रदेश कुन हो? सही उत्तर छ गण्डकी। 19मा हेरौँ, दिगो विकासको विश्वव्यापी परिभाषा कुन आयोगको प्रतिवेदनमा भएको थियो?
ब्रुकल्यान्ड आयोग। 20 दिगो विकास लक्ष्यको प्रथम लक्ष्य कुन हो? एकदमै सजिलो छ, गरिबीको अन्त्य। अब 21 मा जाउँ हामी। जर्मन वाचका अनुसार सन् 2025 मा जलवायु परिवर्तनका कारण चरम मौसमजन्य घटनाबाट प्रभावित हुने देशहरूको सूचीमा नेपालको स्थान कति रहेको छ? यसको सही उत्तर रहेको छ 69। तलका मध्ये कुन भनाइ ठिक होइन? कुन चाहिँ भनाइ ठिक होइन है त? युग सापेक्ष वैज्ञानिक धर्म भनेर बौद्ध धर्मलाई भनिन्छ। दोस्रो छ बुद्धलाई एसियाको प्रकाश पनि भनिन्छ। तेस्रो रहेको छ भगवान बुद्धको दाँत श्रीलङ्कामा सुरक्षित राखिएको छ। र चौथोमा रहेको छ बौद्ध धर्म अनुसार माया देवीलाई धनकी देवी भनिन्छ। र यसको अप्सनमा यो अप्सन नम्बर डी बौद्ध धर्म अनुसार माया देवीलाई धनकी देवी मानिन्छ भन्ने अप्सन गलत रहेको छ। 23 नेपाललाई कहिले 14 अञ्चल 75 जिल्लामा विभाजन गरिएको थियो? यसको सही उत्तर हो सी विक्रम सम्वत 2017 फागुन। अब 24 मा जाउँ। आयुर्वेद शास्त्रका प्रवर्तक को हुन्? उत्तर रहेको छ धन्वन्तरी। 20 मा हेरौँ। आग्नेय भाषा परिवार अन्तर्गत देहायका मध्ये कुन पर्दछ? सही उत्तर हो सतार। 26 मा हेरौँ। विक्रम सम्वत 2080 को जगदम्बा श्री पुरस्कार कसलाई प्रदान गरियो? विक्रम सम्वत 2080 को कुरा गरिएको हुँदा यसको सही उत्तर हो प्राध्यापक डाक्टर योगेन्द्र प्रसाद यादव। 27 बाँसबाट बनाइने बिनायो बाजा कुन जातिको मौलिक बाजा हो? सही उत्तर रहेको छ राई जाति। 28 मा हेरौँ। नेपालको सुनुवार जातिमा पुरोहितलाई के भनिन्छ? सही उत्तर हो नासो। 29 जग्गा जमिनको नापजाँच गर्ने र जग्गालाई ऋणको धितोको रूपमा लिने प्रचलन कसले चलाए? यसको सही उत्तर रहेको छ जय स्थिति मल्ल। 30 पृथ्वीनारायण शाहले सर्वप्रथम विजय हासिल गरेको ठाउँ कुन हो? सही उत्तर नुवाकोट। नुवाकोटबाट नै नेपाल एकीकरणको सुरुवात भएको थियो। उपत्यकाको राज्य विभाजन गरी आफ्ना छोराहरूमा बाँड्ने मल्ल राजा को हुन्? सही उत्तर रहेको छ यक्षमल्ल। उनले उपत्यकालाई कान्तिपुर, पाटन र भक्तपुरमा विभाजन गरेका थिए। 32 किराँत कालमा पञ्च अपराध सम्बन्धी न्यायिक कार्य हेर्ने निकाय कुन थियो? सही उत्तर रहेको छ 16 अथवा सुल्ली। 33 मा हेरौँ। तलका वाक्यमा मनन गरी सही विकल्प छान्नुहोस्। क चुरे पर्वत नेपालको पश्चिमदेखि कोशीसम्म महाभारत पर्वतको समानान्तर रूपमा फैलिएको छ। ख नेपालको कोशी नदी पूर्व थुम्काथुम्कीको रूपमा रहेको चुरे पर्वतलाई डुङ्गुवा पनि भनिन्छ। यसको सही उत्तर क मात्र सही। 34 मा हेरौँ। न्यानो समशीतोष्ण हावापानी नेपालको डटदेखि डट मिटरको उचाइमा मिल्दछ। यसको सही उत्तर हो डी 1200 मिटरदेखि 2100 मिटरसम्मको उचाइमा मिल्दछ। 35 मा हेरौँ। कोशी नदीको सबैभन्दा पश्चिममा रहेको सहायक नदी कुन हो? कोशी भन्नाले यहाँ सप्तकोशीलाई भन्न खोजिएको हो र यसका सहायक नदीहरूमध्ये लिखु सबैभन्दा पश्चिममा रहेको, यहाँ दिएको अप्सनहरूमध्ये लिखु चाहिँ सबैभन्दा पश्चिममा रहेको छ। अब 36 मा हेरौँ। नेपालमा सिरेनुन बिरेनुन तलका कुन जिल्लामा पाइन्छ? सही उत्तर हो रसुवा। 37 पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने अर्धवृत्ताकार काल्पनिक रेखालाई के भनिन्छ? सही उत्तर हो देशान्तर। 38 मा हेरौँ। नेपालका कति जिल्लाको सिमाना चीनसँग मात्र जोडिएको छ? यहाँ चीनसँग मात्र जोडिएको जिल्ला सोधिएको हुनाले सही उत्तर रहेको छ 13। 39 मा हेरौँ। दोर्जे लाक्पा हिमाल कुन जिल्लामा पर्दछ? दोर्जे लाक्पा हिमाल श्रृङ्खला त सिन्धुपाल्चोक र रसुवा दुवै जिल्लामा पर्ने भए तापनि यहाँ मैले सिन्धुपाल्चोकलाई
हिमाल मात्र सोधेको हुँदा सिन्धुपाल्चोक चाहिँ सही उत्तरको रूपमा राखेको छु। 40 मा हेरौँ, नेपालमा दास प्रथा उन्मूलन कहिले भयो? सबैलाई थाहै छ दास प्रथाको उन्मूलन गर्ने चाहिँ 3 चन्द्र शमशेर थिए। उनले विक्रम सम्वत 1981 मा दास प्रथा उन्मूलन गरेका थिए। 41 कुनै परीक्षामा उत्तीर्ण हुन 40% अङ्क ल्याउनुपर्छ। यदि एकजना विद्यार्थीले 400 अङ्क ल्याउँदा 10 अङ्कले फेल हुन्छ भने 10 सायद 80 जस्तो लाग्यो। त यसमा प्रश्न मिस्टेक हुनसक्छ। 10 होइन 80 अङ्कले फेल हुन्छ भने सो परीक्षाको पूर्णाङ्क कति होला? यसको सही उत्तर थियो 1200। 42 मा हेरौँ, यदि 15, 18, x, 22, 28 र 31 को औसत 21 छ भने x को मान कति होला? यसको सही उत्तर रहेको छ 12। 43 मा हेरौँ, यदि a:b बराबर 3:5 र b:c = 2:7 भए a:7 बराबर कति होला? सही उत्तर रहेको छ c को 6:35। 44 मा हेरौँ, मान पत्ता लगाउनुहोस्। यसको सही उत्तर रहेको छ 44 को सही उत्तर रहेको छ 8। 45 एकजना पसलेले कुनै सामान रु 100 मा खरिद गरी रु 480 मा बिक्री गर्दा नोक्सान प्रतिशत पत्ता लगाउनुहोस्। यसको हिसाब गर्दा एन्सर आउँछ 20। 46 मा हामी इङ्ग्लिस कम्प्युटरतर्फ प्रवेश गरेका छौँ। वाट इज द इन्टरनेट? यसको सही उत्तर रहेको छ अप्सन बी को a global network that connects computers and electronic devices. 47 In Microsoft PowerPoint, what is the function of the slide master? Answer रहेको छ B. Design the layout and appearance of slides. 48 मा रहेको छ Which of the following formulas is not valid in Excel? Excel मा तल दिएका मध्ये कुन चाहिँ फर्मुला चाहिँ भ्यालिड हुन्न? यसको उत्तर रहेको छ A. 49 मा In word processing document, which of the following is related to portrait and landscape? पोर्ट्रेट र ल्यान्डस्केप तपाईको पेज ओरिएन्टेसनसँग सम्बन्धित रहेकोले अप्सन नम्बर C इज द राइट एन्सर। 50 मा हेर्नुहोस्, इन MS Word, under which menu is header and footer located? MS Word मा हेडर र फुटर D अर्थात् इन्सर्ट भित्र रहेको हुँदा अप्सन नम्बर D इन्सर्ट इज द राइट एन्सर। यति समयसम्म हामीलाई साथ दिनुभएकोमा तपाईहरु सबैलाई धन्यवाद।